सुकुम्बासी बस्ती खाली गर्ने बारे प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरे आफ्नो धारणा। भन्छन्, हामीले बाचा बिर्सिएका छैनौं, सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं। प्रधानमन्त्री बालेन्द्र शाहले भने, ढुक्क हुनु, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं। सुकुम्बासी बस्ती खाली गर्ने सरकारको योजनामा सुरक्षित आश्रयस्थल पुर्याउने, खानपानको व्यवस्था गर्ने। सरकारले भनौं, सुकुम्बासी बस्ती खाली गर्दा बल प्रयोग गर्नु हुँदैन। सुकुम्बासी स्थानान्तरण प्रक्रियामा खाना र बासको जिम्मा महानगरको संघ सरकारले स्वास्थ्य टिम खटाउने। सुकुम्बासी बस्ती हटाए लगत्तै नयाँ पूर्वाधार निर्माण गर्ने सरकारको निर्णय। सरकार सुकुम्बासीको विषयलाई राजनैतिक मुद्दा बनाउँदैन, अनुरोध गरेर सुकुम्बासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौं भन्छन् सरकारका प्रवक्ता। सुकुम्बासी बस्ती खाली गर्ने बारे प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरे आफ्नो धारणा। भन्छन्, हामीले बाचा बिर्सिएका छैनौं, सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं। प्रधानमन्त्री बालेन्द्र शाहले भने, ढुक्क हुनु, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं। सुकुम्बासी बस्ती खाली गर्ने सरकारको योजना